उहाँले अर्थ मन्त्रालय ठिकसँग सञ्चालन गर्न लगभग असम्भव छ। किनभने अर्थशास्त्र नेपालमा सबैभन्दा कम बुझ्ने मध्येको मै हुँ। मैले पनि अन्डरमाइन गर्ने अर्थशास्त्री भनेपछि त पाड खसे जस्तै हो नि त। त्यसकारण अहिले उहाँको यो 100 दिन हेर्दाखेरि त्यो आशंका अझ सघन भएर गएको छ। मेरा चाहिँ पर्सनल मित्र पनि उहाँ भएको हुनाले म स्वर्णिमजीलाई यहीँबाट भन्छु, तपाईँले यसमा गम्भीर हुनुपर्छ, पुनर्विचार गर्नुपर्छ। किनभने विष्णु पौडेलको मात्रै कुरा होइन, सेयर मार्केटलाई लिएर र अन्य आर्थिक नीतिलाई लिएर अब्बल सिद्ध भएका 47 यताका अर्थमन्त्रीहरूमा कि त रामशरण महत नै, त्यसपछि विष्णु पौडेल र युवराज खतिवडा नै भन्ने कुरा आयो। अब रामशरण र युवराज खतिवडा पढाइको हिसाबले पनि अब्बल, विष्णु पौडेल चाहिँ निम्सरो पढाइ भएका व्यक्ति, साक्षर मात्रै जस्तो लाग्छ मलाई विष्णु पौडेल चाहिँ। तर उनको यस्तो आर्थिक ढाडस आश्वासन हुन्थ्यो अरे कि उनी अर्थमन्त्री भएको भोलिपल्ट नै सेयर मार्केट चाहिँ उच्चतम अङ्गमा पुगिहाल्ने। आज बिहान पनि मैले केही यो विषय बुझ्नेसँग चाहिँ विचार विमर्श गरेको थिएँ। किनभने यो गम्भीर कुरा हो। अर्थमन्त्रीले करिब करिब हात उठाइसक्नु भएको छ। हाम्रो मुलुक अलरेडी ग्रे नेसनमा छ। यो डार्क नेसनमा जाने तर्फ अब यसलाई बचाउन सकिँदैन होला कि भन्ने कुरा अर्थमन्त्रीको स्वीकारोक्ति छ। अब यो दुर्भाग्यकै कुरा हो। अब त साथीहरू कुरा बुझ्दै पनि गयो होला, मुख छाड्दैनन् होला कि यसको कारकमा चाहिँ रासोपा नै बढी, खास गरी रवि लामिछानेको मुद्दा नै बढी यसमा आकर्षित हुन्छ। किनभने सङ्गठित अपराध र अरू अपराधसँग सम्बद्ध विषयहरू जब सरकारले मुद्दा फिर्ता लिन थाल्छ, त्यसपछि ग्रे नेसनको कुरा चाहिँ गम्भीर हुन्छ भन्ने छ। अब ग्रे नेसनको इम्प्याक्ट कस्तो भन्ने कुरा 3 महिना अगाडिसम्म मैले यो ग्रे नेसन भन्ने शब्दै सुनेको थिएन। मैले सुन्दै रहँदाखेरि त ग्रे नेसन त सबभन्दा घातक रहेछ। ग्रे नेसन भन्ने बित्तिकै ब्याज दर बढ्ने, ग्रे नेसन भन्ने बित्तिकै पासपोर्ट सिज हुने, ग्रे नेसन भएको कार्ड होल्डर व्यक्ति विदेशी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यो भने जहाँ पनि उसलाई रोक्न सकिने। अनि त्यो भनेपछि देश त सिद्धिहाल्यो नि त। यस्तो गम्भीर र संवेदनशील विषयमा पनि हामीले ख्यालठट्टा गर्ने हो भने त यो त आत्मघाती कुरा हुन्छ। र यो कुरा सबैभन्दा नजिकबाट कसैले यो देशमा बुझ्छ भने त्यसको नाम स्वर्णिम वाग्ले नै हो। उहाँले एउटा अर्थमन्त्री भइरहनको लागि यसरी आँखा चिम्लिरहनु भएको हो भने मित्र, यो राम्रो होइन। तपाईँले आफ्नो क्यारियरको लागि जो जे गर्नुभयो यो तपाईँको कुरा हो। तर जब तपाईँको कारणले देशको भाग्य र भविष्यको कुरा आउँछ भने त्यो हाम्रो पनि कुरा हुन्छ। त्यसमा हामी तपाईँलाई मिना गर्न सक्दैनौँ। तुरुन्तै अर्थमन्त्रीले यो बारेमा पुनर्विचार गर्नुपर्छ। नीतिगत रूपमा केही त्रुटि छ भने त्यसलाई उहाँले सच्याउनुपर्छ। व्यक्तिगत कारणले उहाँ यसो गर्न विवश भइरहनु भएको हो भने उहाँले हिम्मत गर्नुपर्छ। तर यो जो लक्षण देखा परेको छ अहिले 5 खरब चाहिँ स्टक मार्केट पछाडि भनेको र हिजो मौद्रिक नीति आएको छ, तर त्यसको सङ्केत पनि अझ घातकै छ। बजारमा यति पनि प्रभाव परेको छैन। तरलता थुप्रेर बसेको छ। विदेशी जुन शोधनान्तर स्थिति छ त्यो इतिहासकै सबभन्दा ठुलो छ। रेमिटेन्स आउने रफ्तार पनि त्यसरी नै बढेको छ। तर पुँजीगत तरलता चाहिँ बजारमा 0 छ। जस्तै भनौँ न डाक्टर साहब, अब यहाँ 72 लाख चाहिँ डिम्याट खाता छ भने जस्तै यहाँ चाहिँ अधिकांश कस्तो भयो भने अब विदेशबाट पैसा पराउँछ, यहाँ महिलाले चाहिँ लगानी गरेछ, त्यो पैसा चाहिँ जब 50 लाख गरेर 25 लाख 20 लाखमा झरिन्छ, त मान्छे तपाईँ त मर्ने स्थिति भयो नि। तर किन प्रायोरिटीमा किन राखिरहनु सकेन भने किन हरि ढकाल फेरि त्यस्तै मान्छे फेरि पनि फेरि त्यही मार्केटबाटै नै उदाएर चाहिँ सांसद हुनुभएको मान्छेहरू फेरि अब संवेदनशीलता गुमाएपछि आइलाग्ने पक्ष हो यो चाहिँ। अब उहाँहरू संवेदनशील हुनु जरुरी छ। अब रासोपाका साथीहरू मुख छोड्ने कुरामा अलिकति शिथिल भए जस्तो चाहिँ लागेको हुनाले यति पनि भन्न सक्दैन। यी ढुङ्गाले हानिदिइहाल्छन्, मुख छोडिदिन्छन्, तैँले के जाने छ र भनिदिन्छन्। अब जानेको छ भने पनि हजुर केही जाने छैन भन्नु परेन। त्यस कारण साथी हो, तपाईँहरू संवेदनशील हुनुहोस्, तपाईँहरू जवाफदेही हुनुहोस्। हामी सँगसँगै देशका लागि सोचौँ। पद तपाईँहरूले खानुहोस्, केही छैन। तर तपाईँहरूले वितरण गरेको पदको इम्प्याक्ट हामी माथि आइलाग्यो भने त हामी पनि त उठ्नु पऱ्यो नि। त्यो ठाउँमा चिज आएको छ 100 दिनमा। तपाईँहरूले चाँडै जस्तो भनौँ न, विश्व ब्याङ्कको चिफ आयो, को आयो, एकजना हाकिम आयो होइन, कोहीसँग पनि नभेट्ने बालेन शाह हतनपत्त भेटिसकेपछि उनले के भने होला भने तिम्रो मार्केट क्र्यास गर्दैछ,
निजी क्षेत्रलाई विश्वासमा लिएनौ भनेदेखि तिमी जागिर खानै सम्भव हुँदैन भनेपछि होला आजको पत्रिकाको ब्यानर न्युज छ प्रधानमन्त्रीले निजी क्षेत्रका उद्यमी 4-5 जना उद्यमीहरूसँग भेटघाट गर्नुभएको छ। निजी क्षेत्रलाई टाढा राखेर हाम्रो जस्तो विकासोन्मुख मुलुकले कसरी अर्थतन्त्र चलाउन सक्छ भने नि, किनभने 1 को 5 भन्छन् क्या। सरकारले 1 अरब लगानी गर्यो भनेदेखि निजी क्षेत्रले 5 अरब लगानी गर्छ अरे। अनि 6 अरब भएपछि बडो पुँजीगत तरलता चाहिँ बजारमा पुग्छ र अर्थतन्त्र चाहिँ चलायमान हुन्छ र मानिसहरू रोजगारीमा जोडिन्छन्, करको प्रणाली बढ्छ, राजस्व बढ्छ, बजार चाहिँ त्यसै चाहिँ भाइबल भएर आउँछ। यो त तर म त लेमेनु अर्थशास्त्र नै बुझ्दिनँ, सुनेको चाहिँ यो छ मैले। अब अहिलेको अर्थमन्त्री जति यो कुरा बुझेको र यसको व्याख्याता त अर्को कोही हुन सक्दैन। उहाँकै पालामा यो कुरामा निराशा छायो भने त उहाँले अगाडि आउनु परेन। चाँडोभन्दा चाँडो डाक्टर साहब तपाईँ रवि लामिछाने डाक्टर साहब तपाईँ बजेट बढ्न थाल्नुहोस् त भन्नुभएको थियो। अनि अहिले नि त फेरि डाक्टर साहब भएन भन्नु पर्दैन। अनि त्यो चाहिँ मैले भनिदिनु पर्ने, मेरो अवसर गुम्ने हो नि। साथीहरू रिसाउने भए जतै पनि हामीले मात्रै घाटा बेहोर्नु पर्ने, यो भएन। तपाईँहरू नै आउनुपर्छ, हामीहरू तपाईँहरू आएको चाहिँ हेर्न चाहन्छौँ। आज विश्राम लिउँ, धन्यवाद।